हजुर यो बुटुलबाट हजुर दुईजना बुटुलबाट आउनुभएको हजुरको नाम के हो नि नाम बताइदिनु न अघिदेखि राम्रो लाग्यो यस्तो हेरिरहेको थियो त्यही भएर कहाँ बुटुलबाट होइन र हजुरहरू म नि बुटुलबाटै हो क्या त्यही अघिदेखि हजुर यस्तो हेरिरहेको थियो राम्रो लाग्यो क्या नाम के पऱ्यो हजुरको भनिदिनु न हजुर नेम नाम नभए नि नम्बरहरू नि दिनु न त नम्बरहरू चिनजान हुन्छ पछि कल गर्नलाई दिनु न के भयो चिनजान भइहाल्छ नि अघिदेखि हजुर देखिरहेको थियो राम्रो लाग्यो थियो यस्तो राम्रो लाग्यो त्यही भएर दिनु न के हुन्न पछि अब भेट भइन्छ कि भइदिएन अब अहिलेदेखि भइहाल्यो नि दिनु न प्लिज हुन्छ ओके थ्याङ्क यू हेलो ड्याडी सुन्छ न कहाँ आइसिन्छ हजुर ए मलाई 10,000 रुपिस पठाइदिएछ न हजुर बुटोल छु अहिले यो कुन ठाउँ फुलबारी भन्ने ठाउँमा लिएर आएको छ कि घुमाउनु हजुर 10,000 रुपिस अनि मम्मी मम्मी कहाँ आइसिन्छ त ए अनि सुन्छ त त्यो बाइक छ नि मेरो त्यो काललाई भनेर त्यो सर्भिसिङ गराइदिन्छ न अब काले कहाँ गछ र गाउँ कहिले आउँछ भोलि ए भोलि आएपछि त्यो गराइदिनु भन्छु होइन आरसी होइन त्यो बुलेट गरिदिन्छु हजुर आएर मुस्ताङ जाने भन्दैछन् साथीहरू हजुर हजुर म 3-4 दिनमा फर्किन्छु यहाँ पछि अब लुम्बिनी जान छ लुम्बिनी लैजान्छु भनेको थियो कि त्यहाँ घुमेर हजुर हस् ड्याडी हस् 10,000 अहिले पठाइदिन्छु है कुनमा मैले प्रभुको ल्याएको छु एटिएम प्रभुमा पठाइदिन्छु न अर्को ल्याएको छैन नै प्रभुको छ एटिएम हजुर अहिले पठाइदिन्छु है हजुर हस् ड्याडी 10,000 नै पुग्छ पर्दैन धेरै पर्दैन हजुर हस् ड्याडी हाई यो हजुर बुटोलबाट हो हजुर यहीँ बस्नुहुन्छ म घुम्न आएको थिएँ कि काठमाडौँबाट साथी लिएर आएको घुमाउन साथी त्यहाँ बाथरुमतिर गर्छ यतै नजिक बस्नुहुन्छ यहाँबाट ए घुम्न आउनुभयो क्या हजुर यता नाम के नि हजुरको हजुर मेरो सुरज रेग्मी फेसबुकमा पनि त्यही छ आइडी हजुरको फेसबुकमा नाम त धेरै हुन्छ सबैको सबै राम्रै लाग्यो क्या मलाई त्यही भएर अघि पनि त्यहाँबाट हेरिरहेको थिएँ अनि फोनमा बोल्दा बोल्दै पनि आएँ त्यही भएर फेसबुकमा त सेम हुन्छ बरु नम्बर दिनुहोस् न मिल्छ भने है मलाई नयाँ मान्छे साथीहरू बनाउनु राम्रो लाग्छ क्या ट्राभल गरिरहेको छु त्यही भएर अब नयाँ साथी राम्रै पनि लाग्यो हजुरसँग कुरा गरेर नि हुन्छ होइन त्यही भएर नम्बर दिन मिल्छ भने दिनु न है फेसबुक होइन फेसबुकमा छ कि कस्तो ए फेसबुकमा छ हजुरको नम्बर होइन नम्बर दिनु न छैन होला हजुर झुट बोल्नु भएर किन डराउनु भएको छ हजुर 980 यही होइन हस् थ्याङ्क यू है कल गर्छु नि मैले है अघि मेरो साथीले पनि फोन नम्बर मागेको रहेछ हजुरसँग हजुरले दिनुभयो नि त हजुर अघि भर्खर आएको थियो हजुर मभन्दा अगाडि हजुरले दिनुभयो नि त होइन अनि त्यसै म माग्दिन आएको मलाई त्यहाँ दिनुभयो त्यही भएर ल थ्याङ्क यू है त
साह्रै गर्मी छ अनि तपाईँ साह्रै राम्रो लाग्यो तपाईँको नम्बर दिनु मिल्छ राम्रो केटी देख्नै हुँदैन नम्बर मागिहाल्नु पर्छ होइन त्यही राम्रो लाग्यो भनेको किन दिनु म तपाईँलाई नम्बर तपाईँ सरी त्यसो बेला एकछिन रोक्नु त साथी भेट्नु पर्छ कि हेलो कहाँ छौ यहाँ तिमीलाई भेट्नु पर्ने थियो यार यो भोलि म काठमाडौँ आउँदैछु कार लिनको लागि थाहा छैन पैसा रेडी छ त यार छिटो आउन त ल है ल 10 मिनट पर्खिन्छु म भ्याउँदैनौ त्यसो भने भरे बेलुका भेटौँ न त है ए ल ल ल एक्सक्युज मी सुन्नु न तपाईँ राम्रो लाग्यो मलाई है अनि सुन म यता त्यही मिटिङको लागि आएको थिएँ कि अनि तपाईँको मन पऱ्यो के हामी पछि कन्ट्याक्ट गर्न सक्छौँ नम्बर दिन मिल्छ मिलिहाल्छ नि हुन्छ ए हुन्छ तर सुन्नु न एकैछिन अघि मेरो बस आउँदाखेरि त्यो नम्बर दिनु भएन तपाईँले 15 मिनट अगाडि आउनुभएको थियो होइन अनि तपाईँलाई नम्बर दिनु भएन सो म बसको लुगा लगाएर आएको है बस तपाईँलाई लेसन सिकाउनको लागि अनि अरू के भने हामी अरू भिडियो गरिरहेको छौँ यस्तो केटी हुन्छ भनेर एक्सपोज मात्रै गर्न खोजेको आइएड गोल्ड रिगर्स पछि नम्बर दिउँला भेटेको होला इस बताइछु हेलो रोहित I'm Ritika. You are Ritika. Okay. कहाँदेखि होला म यहीँ बस्छु यहीँ भित्रदेखि हो हजुर। ए के गर्नुहुन्छ म पढ्दैछु ए काम बारीचेमा बारीचेमा। पहिला काठमाडौँ बसेर पढ्थेँ हजुर अहिले चाहिँ यति बस्छु अहिले चाहिँ यतै पढ्नुहुन्छ ए अनि के गर्दै हुनुहुन्छ त अहिले पढ्ने यतिकै बस्यो अहिले यहाँ साथी आउँदैछ त्यसैले उसैलाई कुर्दै बस्यो ए साथीलाई कुर्दै हुनुहुन्छ हजुर हजुर ए अनि सुन्नु न म काठमाडौँदेखि आएको होइन हजुर। यो तपाईँको यो डेम साइड भन्ने कता होला सुने यहाँ पाल्पा रोड छ हजुर हजुर त्यसरी त्यहीबाट गाडी लाग्छ त्यतै हो ए त्यता माथि जानुपर्छ हजुर हजुर ए अनि तपाईँ खाली हो नै अहिले साथी कुर्दैछु साथी कुरेर राख्नुभएको छ जानु मिल्छ भने जाम गरे आइएम सरी Yes. मिल्दैन हजुर अनि यहाँ कफी पिउने ठाउँ कतै छ एकदम कफी पिउनु मन लाग्यो क्या पुरै ट्राफिक चोक तल छ ट्राफिक चौक भनेको कता तल ए कता यताबाट जानुपर्छ कि यताबाट कि यताबाट सिधै यताबाट ए यताबाट जानुपर्छ हजुर जान सक्नुहुन्छ ए जाम नजिकै हो भने जाम गरे सरी मेरो साथी आउँदैछ एक हजुरलाई नचिनेको मान्छे नचिनेको मान्छेसित पिउनु चाहिँ हुन्न होइन त्यस्तो होइन मेरो साथी पनि छ ए ए ए तपाईँको नम्बर दिन मिल्छ आइएम सरी मिल्दैन कहिले हो कि कतितिर हो आउने भनेको ढिला भइसक्यो मैले बुझ्दाखेरि अनि त्यसै नम्बर चाहिँ दिन मिल्दैन नाइ ए अनि घर चाहिँ तपाईँको कता मेरो घर चाहिँ यही बस्छु ओ के छ हालखबर तिम्रो सन्चै हाल बाबु यार म काठमाडौँबाट त एक हप्ता भयो नि त आएको म त तिम्रो डिभी पढेर त अमेरिका थिएँ नि त म त ए अमेरिकाबाट त म तिम्रो भयो लगभग 10 दिन जति भयो त्यही त अब के अरे बिहा पनि गर्नुपर्ने होला बिहा चाहिँ अब के अरे अस्ति मम्मीलाई भेटेको थिएँ मम्मीले बिहा गरिदिनु पऱ्यो छोरोको भन्नु भने त केटी हेर्नुपर्छ कि के गर्नुपर्छ दाइ ए मम्मीले भन्नुभएको थियो बिहाको लागि अस्ति भेटेको थिएँ गएको बेला त्यही भन्नुभएको थियो ए ए त्यही त हेरेको यार केटीहरू हेरेको तर त्यहाँ अलि सोचे जस्तो चाहिँ भेटा छैन बिहा त गर्ने भनेको मम्मीले त्यही भएर बोलाउनु भयो क्या अनि अहिले अमेरिकामा त हुनुहुन्छ कि अरू केही अब ठाउँमा अहिले तिम्रो अमेरिकामा थियो अहिले एक हप्ता भयो लगभग तिम्रो अमेरिका यता आउनुभन्दा पहिला क्यानाडा पसेर आएको त्यहाँ बिजनेस थियो अनि त्यसको सिलसिलाले आएको अब भनेको अरू त्यस्तो अरू केटी हेर्नुपर्छ केटी त्यहाँ हेरेको छैन अब हेर न के हुन्छ ल हुन्छ दाइ त्यसो ल कान्छो तिमीसँग भेटेर खुसी लाग्यो एकदम होइन भेट्ने गरौँ काठमाडौँ भेटौँला नि त ल है ल ब्रदर ओके ल ओके एक्सक्युज मी हजुर हजुर
हजुर के गर्नुहुन्छ म चाहिँ अहिले ड्युटी परेर अमेरिका थिएँ हजुर अनि यहीँ बसिरहेँ ए ए छुट्टीमा आएको हो र हजुर अनि हजुरले बिएसए भन्नुभएको थियो उहाँले त्यही त मेरो साथी त्यही काठमाडौँ गएर रहेछ भेटेर रहेछ मम्मीलाई अनि छोरो आछ भनेर भनेको होला नि त अनि त्यही बिहाको लागि अस्ति पनि केटी हेरेँ अनि सोचे जस्तो केटीहरू पनि पाएन अब मन मिल्ने के सोचे जस्तो भन्दा पनि जसले मन बुझोस् आफ्नो तन बुझोस् जसले माया पनि गरोस् त्यस्तो खालको खै के भएको केटीहरू नेपालको ए मलाई पनि त्यस्तै भन्नुभएको थियो घरमा तर मैले पनि खोजे जस्तो कोही पाएको छैन के बिहाको लागि यस्तो राम्रो मान्छे अनि चाहिँ किन पाउनु भएन त अनि हजुरले कफी भन्नुभएको थियो कफी पिउनु जाने हो र हजुर अनि साथी आउँछौ भन्ने थियो त साथीलाई फोन गरेर भन्छु नि साथीलाई फोन गरेर भन्छौ हजुर तिमीलाई अलिक लेट हुन्छ भनेर ए अनि के अरे तपाईँको नम्बर दिन मिल्छ त सियो हो ए ल ठिक छ त्यसो भए जाऊँ न त हुन्न वेट है एकछिन अघि नै चाहिँ मैले तिमीसित नम्बर मागेँ दिएनौ अनि कफी पिउन जाऊँ भन्दाखेरि मानेनौ होइन अनि अहिले चाहिँ म अमेरिकामा छु क्यानाडामा छु भन्ने बित्तिकै तिमीले मलाई नम्बर पनि दिन रेडी मसित कफी पिउन जानु पनि रेडी एउटा कुरा भनौँ तिमीलाई बिहा गर्नुभन्दा पनि होइन मैले बिहा गर्न म रेडी छु किन थाहा छ बिकज आई हेट गोल्ड डिगर फक यु आशिष के अरे अहिले तिमीलाई हेरेर चाहिँ के हो बस पर्खिरहेको क्या साथलाई गरेर लास गर्मी भयो भने कहाँ हो घर तिम्रो मानिस अनि कहाँ पढ्छौ सरी एक्कासी बोल्न आयो कि अलिकति अकवर्ड फिल भयो होला है होइन अहिलेदेखि हेरिरहेको थिएँ त्यतिकै बसिरहेको थियो कि तिमी धेरै बेर पो भयो त बसेको घाममा मलाई लास्ट गर्मी कतै जाने चिसो खाना लाइक क्याफे एन्ड अल एकछिन त हो खाजा खाना खाने पनि बिला भएको छ नानी ठिकै छ त्यसो नम्बर दिउँ नि त अरू बेला कतै ह्याङआउट गर्न मिल्छ नम्बर दिँदा हुन्छ होला नि त एटलिस्ट मिल्दैन ओके त्यसो त्यहीँ बस्दा त हुन्छ होला नि त हेलो हजुर हो आशिष बोल्दैछु त म यहाँ तपाईँको ब्याङ्कबाट बोलेको कहाँबाट तपाईँको त्यो सेयरबाट आउनुपर्ने 20 लाख रुपियाँ आइसक्यो हजुर हजुर डिपोजिटबाट पनि अनि त्यो क्रेडिटहरू सबै कटाएर अरू 26 लाख रुपियाँ भएको छ कति कति 26 लाख रुपियाँ भएको छ पहिलाको कति 36 लाख 20 लाख आएर टोटल तपाईँको 46 लाख रुपियाँ चाहिँ क्यास भएको छ हजुर हजुर तपाईँले अस्ति विथड्र गर्नु भन्नुहुन्थ्यो विथड्र गर्नुहुन्छ कि यसमै होइन त्यो जति छ एमाउन्ट त्यसलाई विथड्र नगर्ने त्यतिकै राख्नु हजुर फिक्स सेभिङ बनाएर राख्नु सर हुन्छ अब फेरि अर्को मन्थको पनि हाम्रो कन्सर्ट छ लगभग उता बाहिर भ्याली बाहिर अनि कन्सर्ट पछिको पैसा कति आउँछ त्यो अनुसारले गरौँला न है ए हस् सर यो अहिलेको 46 लाख चाहिँ मैले कति 36 लाख भन्नुभयो होइन हजुर 46 लाख 46 ए हुन्छ हस् केही छैन त्यतिकै राखिदिनु न म निस्किन्छु नि ब्याङ्क भोलि पर्सितिर हस् तपाईँको मिल्ने बेलामा एकचोटि ब्याङ्क भिजिट गर्नुहोस् न है सर हुन्छ हुन्छ हस् हस् थ्याङ्क यू सर म गिटारिस्ट हो क्या गिटार बजाउँछु गर्मी त छ गिटारिस्ट हो म लाइक अब कन्सर्टहरूमा गइबस्छु अस्ति भर्खर बाहिर गएको थिएँ आएको अनि त्यसकै पैसा क्यास डिपोजिट भयो भनेर कल गरेको थिएँ ब्याङ्कबाट अहिले जाने भने होइन त जाने हो कि लाइक म जानलाई नम्बर ठिकै छ मेरो नम्बर त अहिले हेर न रोमिङमा छ कि तिमी मलाई टेक्स्ट गरेर नम्बर म चिनिहाल्छु लेख न म भन्छु आई स्पेस एम स्पेस
स्पेस गोल्ड डिगर लेख्नु गोल्ड डिगर भयो सेन्ड गर न है ल पछि भेटौँला न है साँच्ची सुन न तिम्रो टेक्स्टको म रिप्लाई पनि गर्दिनँ होइन एक्चुअली म गिटारिस्ट पनि होइन पैसा पनि आएको छैन होइन त्यहाँबाट त्यो भिडियो गरिरह हो है लाइक यस्तो पनि केटीहरू हुन्छ भनेर काइन्ड अफ गोल्ड डिगर देखाउनको लागि मात्र हो सरी है तिमी नि स्टोरी छैन है किन र लाइक हुन्छ नि स्टोरी छौ कि छैनौ तिमी छैन किन साँच्चै छैन नि मलाई हट गर्दैनौ नि किन गर्ने हो र अब निष्ठुरी छैनौ भने है मलाई हट पनि गर्दैन रहेछौ मलाई नम्बर दिन मिल्छ नम्बर मैले अघिदेखि हेरिरहेको थिएँ कि तिमीलाई त्यहाँ पर होइन सो अब राम्रो लाग्यो कि क्यान बी एक्सचेन्ज नम्बर हुन्छ नि माइन्ड त गर्दैनौ नि देऊ न दिँदा फरक पर्दैन भरे यसो छिस्कल हान्छु नि भन न 9813 थ्याङ्क यू नम्बर दिएकोमा कति जाँदै हो माथि हो नाम के हो तिम्रो मेरो नाम आशिष हाई नाइस मिटिङ यू अनि कता गइरह अरे एकछिन बस न कुरा गरौँ हतार छैन नि साँच्ची राम्रो लाग्यो क्या तिमी आँखा झन् राम्रो हेर न म लाइक हुन्छ नि 2 years भइसक्यो मेरो ब्रेकअप भएको कि अनि आई युज टु लभ हर सो मच होइन 2 years भइसक्यो ब्रेकअप भएको अब म विदेश बसिरहेको मान्छे भर्खर नेपाल आयो कि हेर न लेभलमा आयो है यसो किस पो गर्न मन लागिरहेको साँच्ची भने के किस गर्न मन लाग्यो अहिलेसम्म पब्लिकमा किस गरेछ कहाँ जाने कुरा गरेर बस न भर्खर त भेट भइरहेछ हेर कोट सोट लाएर आएको छु इम्प्रेस गर्न बिहामा त होइन बट अन्त अहिलेसम्म पब्लिकमा किस गरेको छैन भन न यता हेरेर भन न होइन नभने नि अब लाइक हुन्छ नि मेरो चाहिँ पहिलादेखि डिजायर थियो क्या एकजना केटीलाई पब्लिकमा किस गरौँ भनेर अनि नेपालमै गर्ने विचार थियो क्या अब विदेशमा त गरिहालिन्छ इट्स अ नर्मल थिङ है सो किस गर्ने हो आउनुपर्छ एकछिन आउ न किस त भनेको छु एक किस मागिरहेको छु जस्ट अ सर्ट वान यु अल्सो वान्ट इट है यता हेर न बस्नु त जस्ट अ सर्ट वान प्लिज हेर आइ एम नट अ ब्याड गाई है आई जस्ट वान्ट सर्ट किस म्याम होइन सानोदेखि चुम्बक खान्थ्यो कि क्या हो पुरा यु आर सो एट्र्याक्टिभ के हो भइहाल्छ नि म त सानोदेखि चुम्बक खाएर कालो भएको बस न एकैछिन जस्तो सर्ट मत